यो चाहिँ ढुङ्गे सुन्दर पानीको सिमाना र भारदेवको सिमाना। यहाँ चाहिँ यो बाटोको लागि ग्राभेल खोलामा उत्खनन गरिरहेको छ होइन। यो चाहिँ कहाँसम्म ठिक हो, कहाँसम्म बेठिक हो, यो चाहिँ सुनाकोटी, चापागाउँ, प्याङगाउँ होइन, टिका भएर प्लेनसँग पनि यो खोलाको पानी सबैले पिउनु पर्ने हुन्छ। यहाँ चाहिँ यो वर्षाको कारणले होइन कि यो चाहिँ ग्राभेल उत्खननको कारण चाहिँ पुरै खोला धमिलो भइरहेको अवस्था मैले यहाँहरूलाई यहाँ देखाउँदैछु।